आज सनको सोमबार 2083 4 महिना आज 18 गतेको दिन। आज 4 महिना पछि मर्निङ वाक स्वरूपमा आज हिँड्दैछु। बोलबमको कार्यक्रम पनि छ सोमबारको दिनमा चाहिँ। आज म कहाँसम्म पुगिन्छु, मेरो शरीरले कहाँसम्म पुर्याउँछ, म त्यहीसम्म आज पुगेर आउने भनेर चाहिँ यो सबै बाइकमा चाहिँ र्याली, बोलबमको र्याली हो। यो चाहिँ बिबी चोकको ब्यारेक हो। यो अब म कहाँसम्म हिँड्दैछु, यो बसभरि त सबै बोलबमको भक्तजनहरू छ है। बस चाहिँ निकै चल्छ यहाँ। ल अब चाहिँ यो माइक्रो टन माइक्रो आएछ, प्राइभेट बस पार्क आइपुग्यो। सुन्दरजल बस पार्क आइपुग्यो होइन। यो सुन्दरजल बस पार्क पनि भयो, बजार पनि यस्तो रमणीय दृश्य छ कि आज फोटो निकै भएको रहेछ। ल यहाँको चाहिँ मनोरञ्जन दृश्य, पूजाहरू टन्नै राखिदिएको छ, पूजाको सामग्रीहरू। यहाँ वडा कार्यालय, प्रहरी चौकी पनि छ। ल यहाँको मनोरञ्जन दृश्य है, यहाँको खोलाको बाप यस्तो दामी छ। यहाँको मनोरञ्जन दृश्य सुन्दरजल। आउनु होला साथीभाइहरू। पानी सिमसिम परेछ, म पनि हेर्दैछु सिमसिम पानीले। त्यति पानीलाई केही असर नगर्ला भनेर चाहिँ म पनि सरासर हिँड्दैछु साथीहरू। जोरपाटीबाट जम्मा मोटामोटी 6 किलोमिटरमा आइपुग्छ है साथीहरू, धेरै टाढा छैन। बाइकमा आउँदाखेरि जोरपाटीबाट सुन्दरजल 20 मिनटमा आइपुग्छ, बढीमा 20 मिनट है यो ठाउँ। यस्तो मनै छुने यो सुन्दरजल छ कि है। यहाँ भक्तजनहरू माथिबाट जल ल्याएर अब यिनीहरू पशुपतिमा गएर जल लगेर त्यहाँ गएर पूजा अर्चना गरेर अब सबभन्दा मोटो यहाँको सुन्दरी जल भनेको चाहिँ मेन जल भनेको सुन्दरी जल है। यहाँको जल शुद्ध, सबभन्दा शुद्ध जल भएको कारणले गर्दाखेरि यहाँको जल ल्याएर पशुपतिमा गएर चढाएर अरू कुनै अब शिवजीको महादेव भएको ठाउँमा गएर जल चढाउने गर्दो रहेछ है। अब पहिलो उकालो चाहिँ
यो सुन्दरमाई झर्ना जाने पहिलो उकालो हो यो। ठाडै छ, बिस्तारै हिँड्नुपर्छ नआदिकन। आत्तिएर हिँड्यो भने, छिटो हिँड्यो भने मुटुलाई असर पर्छ। यस अनुसारले होइन, आफ्नो स्वास्थ्यको अनुसारले हिँड्नुपर्छ साथीहरू। यो पाइपलाइन भनेको काठमाडौँ पठाउने खानेपानी हो यो। ल हेर्नुहोस्, ठाडै उकालो छ है साथीहरू। ल यहाँको मनोरञ्जन दृश्य है। म बिस्तारै हिँड्दाखेरि नि थोरै स्याउ भइसकेको छ। पहिलो उकालो बल्ल कट्यो। पहिलो उकालोमै थकै लागिसक्यो साथीहरू। यो दोस्रो उकालो कुरा गर्दा झन् स्याउ हुँदो रहेछ। सबै त्यस्तै हो। यहाँको स्थानीयहरू त हिँड्नु त यसरी बिस्तारै हिँड्दो रहेछ। म कहिलेकाहीँ हिँड्दा त धेरै गाह्रो भइरहेको छ। म त अझ छिटै हिँडेँ। अब यिनीहरू झन् माथि थियो। म भिडियो आउँदाखेरि मैले भ्याउनु लगाइसकेँ नानीलाई। ल दिदीबहिनीहरू नेपालीहरू पनि छ, इन्डियनहरू पनि छ। बाइक त मालिस मात्र लगायो त यहाँ। बाइक त यहाँसम्म मात्र आउनु दिने हो, मालिसमै त जताततै पानीको झर्ना तल झरेको आवाज आइरहेछ। यो मलाई क्यामेराको स्ट्यान्ड पनि झरै गर्छ हो। ल यो चाहिँ यहाँ लेखेको प्लास्टिक निषेधित क्षेत्र है, प्लास्टिक फ्री जोन। यहाँ चाहिँ टिकट काटेर आउनुपर्छ साथीहरू है। आर्मी चेकिङ हुन्छ यहाँ। अब हिँड्दैछु है, एक्लै बिन्दास पारे जङ्गलतर्फ। यो भनेको राष्ट्रिय निकुञ्ज, यहीँबाट छोयो है, शिवपुरी राष्ट्रिय निकुञ्ज है साथीहरू। जङ्गलै जङ्गल हो यो। यहाँ वर्षमै एकचोटि चाहिँ घटना भएकै हुन्छ क्या। खोइ किन हो, एउटा मान्छे बितेकै हुन्छ यो ठाउँमा। वर्षमा एकचोटि मान्छे नबितेको रेकर्डै छैन होला क्या मैले सुने अनुसारमा। यहाँ अब यो ढुङ्गाहरू चाहिँ निकै चिप्लो हुन्छ। आजकलको चाहिँ भाइ बहिनीहरू चाहिँ फोटो खिच्ने क्रममा, पौडी खेल्ने क्रममा चिप्लेर होइन, चिप्लेर फुस्केर चाहिँ गएपछि मान्छे कतातिर विपत्ता हुन्छ भने थाहै हुँदैन क्या। यहाँ जताततै चाहिँ यो पानीको फोर्स हो क्या है। पानीको खोज छ। पानीको त्यो खोजमा चाहिँ छिरेपछि मान्छे विपत्ता, मान्छे खोज्नु धेरै समय लाग्छ। यो बर्खामा भेट्दैन। बल्ल यो पानी घटेपछि बल्ल भेट्नु थाल्छ। 2 महिना 3 महिना, अब 6-7 महिना पनि देख्नु पाइन्छ यहाँ मान्छे सुनाइ अनुसारमा है, भेटिँदो रहेछ।
कोही कोही चाहिँ अब खोजभित्र छिरेन चाँडैले भेटिहाल्छ। अस्ति भर्खरै एउटा खोजमा भित्र छिर्न लागेको तर निकालेर ल्याउँदाखेरि मान्छे बितिसकेको रहेछ साथीहरू। यो ठाउँमा चाहिँ बर्खाको महिना चाहिँ यो रमाइलोको लागि चाहिँ यो ढुङ्गा माथि चढेर पौडी पनि नखेल्नु होला साथीहरू। यो मेरो तर्फबाट हार्दिक अनुरोध गर्दैछु है। यहाँ चाहिँ माथि ढुङ्गा माथि चाहिँ चढेर चाहिँ यो चाहिँ अब जोखिम मुक्त गरेर होइन अब यस्तो काम चाहिँ नगर्नु होला भनेर चाहिँ म एउटा फोटो भिडियो बनाएको शिवपुरी राष्ट्रिय निकुञ्ज होइन। यो ठाउँ सुन्दर जल बसपारबाट माथि गोकर्णेश्वर नगरपालिका सुन्दर जल 1 गोकर्णेश्वर 1 सुन्दर जल शिवपुरी राष्ट्रिय निकुञ्ज पुरै बत्ती हालिदिएको रहेछ रातिको लागि। राति भक्तजनहरू आवाजको लागि चाहिँ यहाँ बत्ती हालिदिएको छ है। गफ कुरा गर्दा साह्रै स्याहाँ हुँदो रहेछ साथीहरू। ल अब झर्ना आइपुग्यो। ल सुन्दरी जल आइपुगे। सुन्दर जलबाट माथि बस पारेको जस मेरो लागि 20 मिनट है 20 मिनटको वाकिङ हो यो होइन। मेरो लागि मर्निङ वाक पनि हो, बिहानको मर्निङ वाक पनि हो, वाक पनि भयो। यहाँ मलाई भिडियो बनाउनु छ बर्खाको टाइममा यहाँको मन्दिरको दृश्य। मैले जाडो महिनामा मात्र भिडियो बनाउँछु भने अब यो बर्खामा भिडियो चाहिँ नबनाएको। बनाउनु त अस्ति नै बनाउनु मन लागेको थियो। मेरो स्वास्थ्य जुन चाहिँ खराब भएर म चाहिँ आउनु पाएको थिएन। यहाँबाट पनि मन्दिर छ है, शिवजीको मन्दिर छ, यहाँबाट जाने होइन। भक्तजन तल झर्दैछ। ल यहाँको मनोरञ्जन दृश्य भनेको यहाँ भाइ बहिनीहरू मजाले आएर रमाइलो गरिरहेको भिडियो बनाएर। ल यहाँको झरना सुन्दर जलको झरना है। सुन्दर जल बस पारेकोबाट चाहिँ सरासर हिँड्यो भने 20 मिनटमा यहाँ आइपुग्दो रहेछ साथीहरू। ल यहाँ माथिबाट पुरै कति ठुलो झरना पानीको यहाँको ताप है। माथिबाट सानो आइरहेछ होइन। अब यो कता चाहिँ खोजबाट पानी छिरेर यहाँ पुग्छ कि यो पानी, त्यही भएर मान्छे यहाँ हराउने भनेको यसरी हो क्या। अब यस्तो पानीमा चाहिँ कुन चाहिँ खोजभित्र छिरेर कहाँबाट निस्किन्छ अझै पाउँदैन है साथीहरू। ल यहाँको मन्दिरको दृश्य। ल तल पनि यहाँ पनि झरना पुरै बगिरहेछ, यहाँ पनि बगिरहेछ। अब यत्रो पानी बागमतीबाट झरेको पानी होइन मकलबारी हुँदै पशुपतितर्फ है
पशुपतितर्फ आइपुग्छ। पशुपतिबाट चाहिँ कता 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 बगेर यो सबैमा सबै खोलाहरू मिसिएर बगिन जान्छ है यो पानी। हाम्रो मजेले भनेको बाटोमा चाहिँ यसरी साथी भइहाल्दो रहेछ। यो नानीहरूले चाहिँ मेरो फोटो खिचेर सानो एउटा भ्लग बनाइदिएको छ। यस्तो दामी पर्छ कि ल। अब झर्ना भिडियोको कार्यक्रम चाहिँ सकिहाल्यो। अब पानी परिरहेछ साथीहरू, आकाशबाट पानी परिरहेछ। यहाँनिर चाहिँ अलिकति नोट पनि सिमसिम पानी परेछ। मेरो चस्मा कहाँ भयो, फर्किँदो रहेछ। अब माथिसम्म झर्नासम्म नै आउँ भनेर चाहिँ मन गरेको थिएँ। अब यहाँसम्म आएपछि माथि किन नजाउँ, आज सोमबारको दिन होइन, सुन्दरमाई त पुग्नै पर्यो। ल यहाँको दृश्य है, बर्खाको महिनाको साउनको 18 गतेको मनोरञ्जन दृश्य। यहाँ सानो एउटा महादेव छ, तल मुख्यमा धनुस्थान छ भने होइन। मन्दिर जाँदाखेरि पहिलो मन्दिर भनेको अगाडि नै गणेशस्थानै गणेशै हुन्छ है साथीहरू, त्यसपछि हरेक मन्दिर हुन्छ। ल यहाँ महादेव मन्दिर ढोकेर अनि सिधै माथि सुन्दरमाई पुग्छु होला। अब यो झरनाबाट चाहिँ यो मन्दिर देखिहाल्यो, मन्दिर मलाई भेटिहालेँ होइन। अब यो झरनाबाट चाहिँ सिधै माथि यो तेस्रो उकालोको ठाडो उकालो हो। ठाडो उकालो भएको कारणले गर्दाखेरि यहाँ सिडी लाग्दैछ है साथीहरू।
सिडी राखिदिएको छ यस्तो सिडी भनेको भर्याङ राखिदिएको छ यहाँ भक्तजनबाट सरासर आउने जारी नै छ त्यसमा पुरै बाफ भएको कारणले गर्दाखेरि चाहिँ केही नदेखिने यार बाटो पनि त्यसमा कालो त्यसले गर्दा बाटो अँध्यारो छ जङ्गलतर्फ यो बाटै नदेखिने ल बोलबमको भक्तजनहरू यसरी आउनु जारी छ है ल साउनको 18 गते सोमबार त्यो स्यासे हुँदो रहेछ बोलबम यत्तिकै चाहिँ हुनुपर्छ क्या होइन किनभने हिँड्दा स्या पारेर हुन्छ भक्तजनहरूलाई यसो बोलबम भन्नु पुकारेर मनोबल अझै बढ्ने हो क्या साथी त्यही भएर यिनीहरू थक्की लाएर आउँदै रहेछ यसले बोलबम भनेपछि यिनीहरूको चाहिँ मन बाबाले कति राम्रो हो भिडियो बनाउने छ यिनीहरू त्यहाँ खुसी भएर गएको छ क्या साथीहरू मलाई यो भर्याङ उकालो हिँड्दाखेरि बोल्दाखेरि साह्रै स्यास्या हुन्छ क्या एकछिन यहाँ ब्रेक भयो है साथीहरू माथिबाट अझै आउँदैछ ल यो चाहिँ फुल भिडियो तपाईँ सक्यो उता माथि सक्यो पूजा सक्यो भक्तजन कति आइरहेछ माथि भक्तजनहरू कतिको आइरहेछ माथि आइरहेछ होइन अहिले कहाँ जानु ल अब माथि बसेर के गर्नु पुजारी छ त्यो रातपरि बस्छ हो र अहिले नगर्दा पनि अब कडाको नियम गर्नुपर्ने भयो अनि यसो सुरक्षा कर्मीहरू छैन मैले गरिरहेको छु नि होइन सुरक्षा कर्मी भयो भने अलिकति डर हुन्छ नि त तपाईँले गर्नुभन्दा अझ त तपाईँलाई टुक्को भएन किन रातपरि बसेर बसेँ पालो गर्ने दाजुभाइ पालो पनि माथि आएर आएन किन है पालो गर्दा यसपालि त धेरै त छैन अब आज 18 गते आज त झन् धेरै हुनुपर्ने भक्तजनहरू है माथि धेरै आएर छ नि छ माथि आएर राति फर्क्यो होला राति नै पनि फर्किसक्यो होला अहिले त खासै तपाईँ माथि जानु न कति फोहोर भएर त्यहाँ हो ल म निरीक्षण गर्छु है मलाई फोहोरको विषयमा पनि म भन्छु यो सबै अनि छ नि आज आउँदैन भएन तिनीहरू बसेपछि यता माथि टोइलेट छ नि सर होइन त्यो माथि टोइलेट छ टोइलेट वरिपरि गर्छ टोइलेट भन्दा उता सबै त्यसैले बाहिर दिशा पिसा गऱ्यो ए ल यो भिडियो मार्फत म सबै भनिदिन्छु है टिकटकमा हुन्छ यो कुरा म छोटो चाहिँ पुछारीलाई त्यो सफा पुरा त्यहीले गर भन्ने ल त्यसले छ नि त्यो अब त्यो फोहोर सबै त्यो एउटा पनि नराख्ने भन्ने ल म त्यो पनि जानकारी दिएर आउँला है ल छ नि ठिक छ पैसा तिमीहरूले उठाउने खाने ए पैसा उसले उठायो धेरै पैसा सबै उठाएको थियो नि अनि त पैसा उठाएर उसको गोजीमा जान्छ कि अब यहाँ निरीक्षण गर्ने हो सबै यो पुजारी यस्तो चाहिँ अब देवदेवताहरूले बनाउनको लागि चाहिँ यसो गर्दैन के गर्दैन नगर्ने गरिरहेको छ ए त्यसले गर्दैन त्यसले पैसा घमघम गर्छ हो र
नगरी गरिरहेछ नि ल तपाईँले भनिहाल्नुभयो यो कुरा म राखिदिन्छु है म भोलि त्यहाँ माथि टाइलीमा हुन्छु म हो टाइलीमा हुन्छु हो ल ल सुन्नुभयो साथीहरू अब यहाँको अब विषयमा चाहिँ यहाँ फोहोर निकै भएको छ अरे होइन अब म फोहोर त छ निकै छ यहाँ फोहोर देखिरहेको छ है यो जङ्गलतर्फ चाहिँ यस्तो रमाइलो दृश्य ठाउँमा चाहिँ यहाँ भक्तजनहरू र अरू कहीँ जाने यो बाटो धाप जाने होइन धाप जाने चिसो पानी जाने यो छोटो बाटो पर्छ यो बाटो हो र यहाँको दाजुभाइहरूले होइन हाइकिङ गर्नेहरूले चाहिँ यहाँ फोहोर गरेर हिँड्दैछ यहाँ भक्तजनहरू पनि सायद फोहोरै गरेर हिँड्ने होला अब मैले आँखालाई देखेको त होइन प्लिज कृपया फोहोर नगरी दिनु होला यो त्यत्रो अब जानकारी ठाउँ ठाउँमा होइन पम्पलेट टाँसेको छ त्यो मान्छेले आँखै देख्दैन क्या यहाँ हाम्रो नेपाली जनताहरू नै हेरेको छ क्या धेरै है के भन्नु बाफ्रे बाफ्रे अब यहाँ एउटा मन्दिर पूर्वा एउटा दाइ भेटेको थियो उहाँको कुरा चाहिँ सुनिदिनु भयो होला अब भिडियो चाहिँ अलि हो भिडियो बनाउँदा के हुन्छ भने यस्तो यस्तो कुरा आइदिन्छ होइन यहाँ फोहोरहरू देखिरहनु भएको छ यहाँ फोहोरहरू होइन अब जम्प फुडहरू ल्याएर आउने कोला होइन कोल्ड ड्रिङ्क्सहरू लिएर आउने खाने पुट्ट फालिदिने ल हेर्नुहोस् फोहोर जताततै छ यस्तो मनोरञ्जन दृश्य ठाउँमा चाहिँ फोहोर गरेर हिँड्दैछ होइन भोलि त्यसले फोहोर गरेर हिँड्छ फोहोर फालेर हिँड्छ भोलि त्यही मान्छेले नि ठुक्छ क्या कति फोहोर गरे होला हामीले हो नेपाली मान्छेको त्यही बुद्धि पछाडि बुद्धि परेको भएको कारणले जुन ठाउँमा खायो त्यही ठाउँमा छेरेर हिँड्छ क्या यहाँको हाम्रो नेपाली दाजुभाइहरू यस्तै छ क्या अब मैले यसले नै गरे त भन्नु मिलेन हाम्रो आँखाले देखाएर यहाँ फोहोर भएको कारणले गर्दा यो भिडियो चाहिँ सानो सुझावको लागि भिडियो बनाएको छु साथीहरू कृपया फोहोर नगरिदिनु होला म विनुरोध आग्रह गर्छु साथीहरू यस्तो मनोरञ्जन दृश्य छ है जताततै फोहोर गरेर हिँडेको छ है के भन्नु यो भिडियो चाहिँ हाम्रो वरर चाहिँ द्वारिका श्रेष्ठ मेरै गुच्चा खेल्ने साथी हो यो भिडियो उहाँलाई पनि हेरोस् भनेर चाहिँ यो टिकटक फेसबुक मार्फत म एउटा सानो ब्लग भिडियो बनाएको छ है साथीहरू यो कुरा गर्दा जिब्रै लट परिँदैछ साथीहरू अब यो ब्यारेक आयो है अब ब्यारेकबाट माथि पुगेपछि अर्को भिडियो बनाउँला है साथीहरू यो ब्यारेकको भिडियो बनाउनु दिँदैन बोलबम ल बोलबमको रमाइलो है जताततै बोलबमको कार्यक्रम छ अब ब्यारेक माथि चढ्दै थिएँ ब्यारेकमा एउटा बहिनीलाई चाहिँ क्या मजाले बन्दुक बोकेर मुस्कान दियो क्या मुस्कान दिएपछि आफू त नबुझ्नु भएन यसो बोले कहाँ जानु लानु भएको भने माथि मन्दिरसम्म हो भने म भिडियो धेरै बनाएँ फोहोर खासै थिएन यो बोलबमको कार्यक्रम भएर हो कि है निकै फोहोर गरेर हिँडेको छ यो आर्मी बहिनीलाई पनि भनिदिएको थिएँ यस्तै छ जति जानकारी दियो भने उस्तै हो
के भने बुझ्दैन भन्छ आर्मी बहिनीले पनि यस्तो कुराहरू बुझेकै रहेछ कति सफा गर्नु हामीले नि सफा गर्नुपर्छ भन्दै थियो यो जङ्गल दिनक्षणको लागि गाह्रो बसेको हो आर्मी दाजुभाइ दिदीबहिनीहरू उहाँको लागि चाहिँ एक सल्युट त दिनै पर्छ है अब यो फोहोर निरीक्षण गर्नको लागि चाहिँ हाम्रो वडा नम्बर 1 को हाम्रो साथी गुच्चा खेल्ने साथी हो मेरो गुच्चा खेल्ने साथी वडा अध्यक्षजी हुनुहुन्छ यो भिडियो उहाँसम्म पुगोस् भनेर चाहिँ यो मेरो फेसबुक मार्फत अथवा युट्युबमा च्यानलमा यो भिडियो हेरिदिनु होला अनि सबैले सेयर गरिदिनु होला साथीहरू यहाँको सुन्दर जल मनोरञ्जन दृश्य है अब यो मेला लागिरहेछ साउनको 1 गतेदेखि होइन त्यसले गर्दा फोहोर भएको होला कृपया नआउँदा होइन जति पनि पूजा आर्चना गर्न आउँदा चाहिँ फोहोर चाहिँ आफ्नो साथमा लिएर जानु होला साथीहरू अब यहाँ भन्न सुन्न आएको यहाँ टोइलेटमा चाहिँ टोइलेटको बाहिरमा दिसा पिसाब गऱ्यो भने सुन्नमा आएको छ है त्यो कुरा पनि ख्याल गरिदिनु होला टोइलेट नपुगेको ठाउँमा अर्को टोइलेट बनाइदिनु पर्यो होइन अब भक्तजनहरू धेरै हुन्छ टोइलेट लागेको हुन्छ त्यसले गर्दा गाह्रो भएर बाहिर पनि गरिदियो होला है कृपया त्यस्तो नगरौँ भन्नु त पर्ने हो के गर्ने अब साह्रो गाह्रो पऱ्यो होला अब ठाउँ पुगेन बाहिरै गरिदियो यो टोइलेटहरू छ यहाँसम्म गनाइरहेछ यार तल ओहो हो रहेछ कस्तो गनायो यार ल यो शौचालय जाने बाटो है अब यो शौचालयमा चाहिँ बाहिर दिसा पिसा गरिदियो भने भन्न सुन्नमा आएको छ है यहाँको मन्दिर पूर्वा एउटा दाइले बाटोमा भेटिहाल्नु मैले चिनजान भएको थियो उहाँले चाहिँ अघि भिडियोमा भनिहाल्यो होइन के भएको रहेछ भनेर चाहिँ अब मैले भन्नुपर्ने आवश्यकै भएन होइन यसले गर्दा सबै कुराहरू उसले भनेकै भनिहाल्यो अब यो भनेको चाहिँ चोक आयो है अब सुन्दरजल माई मन्दिर प्रवेशद्वार है यहाँ धारा छ होइन ओखरनी वाटरफल है ल ओखरनी वाटरफल अब नयाँ झरना यता भेटेको छ भन्दै थियो अस्ति भर्खर सुन्नमा आएको थियो होइन फेसबुक इन्स्टाग्राम युट्युबमा चाहिँ हालिदिएको थियो होइन जति पनि झरना देख्यो तल र होइन अरू दुईवटामा झरना थियो भने अब यहाँ 3टा झरना सुन्दरजलमा 3टा झरना भइसकेको छ यो झरना चाहिँ यो बाटो हो झरनाको बाटो है यहाँ पनि राम्रो ठुलो झरना भेटेको रहेछ साथीहरू म आज गइँदैन पछि कुनै दिनमा जाउँला अब यो बाटो अब सुन्दर माई प्रवेशद्वार भयो होइन अब यो ओखरनी यताबाट यहाँबाट पनि जान्छ है अब यो ठाउँको नामै ओखरनी हो है अब यताबाट चाहिँ झर्ना जाने बाटो है यहाँ चाहिँ ठुलो अब ड्याम छ होइन अब ड्यामको ताल पानी जमाएर यो पनि अब ड्यामबाट पानी ओभरफ्लो भएर पानी तल झर्ने कि यता है
तल झर्ने यो चाहिँ बागमती खोलामा बागमती खोलाको मेन मूल भनेको यही हो है साथीहरू। अब यो भिडियो मैले पुरानो च्यानलमा पनि छ, त्यसमा हेरेर पनि भइहाल्यो है। अब यो भनेको बर्खाको नयाँ च्यानल हो मेरो। अब तलमा गएन, मेरो समय एकदम मोटो छ होइन। मेरो घरैसी काम धेरै हुन्छ, त्यसले गर्दा म चाहिँ समयमा घर पुग्नुपर्छ। अब यो चाहिँ मन्दिर जाने बाटो है। पुरै यतापट्टि चाहिँ पुरै नगरौँ, मन्दिरको धुप बालेको बास्ना चाहिँ मजाले आइरहेछ। ल यो बाटो है, सुन्दरमाई प्रवेशद्वार सुन्दरमाई प्रवेशद्वार। ल यस्तो मनोरञ्जन दृश्य छ क्या यहाँको है। मनोरञ्जन है, मनै सुने दृश्य क्या। यस्तो धार्मिक स्थल छ कि यो ठाउँ है, सुन्दरजलको यहाँ। तर फोहोर गरेको भएर अलिकति दुःख लाग्दो कुरो हो कि यहाँ चाहिँ। अब माथि तल पनि ओट छ जस्ताको है, माथि तल खोला बगेको चाहिँ है। पुल यहाँ पनि ओट रहेछ क्या, नयाँ बनाएको है। ल अब यो भक्तजनहरू जति मैले भिडियोमा क्याच गरेको त्यति नै हो। भक्तजनहरू तल कति होला, बाटोमा हिँडेको देखिहाल्नु भयो। आज साउनको सोमबार हो होइन, साउनको सोमबार हो। कृष्ण अष्टमीको दिन पनि भयो, 18 गते, साउनको 18 गते पर्छ। यहाँ पूजा गरेर बत्तीहरू बालेर बाटोमै ल यहाँको खोलाको होइन दृश्य बागमती खोला है साथीहरू। यो हो बागमतीको मेन मूल त भन्नु भने यहाँ मेन मूल भनेको चाहिँ बागद्वार हो है। यो सेकेन्ड मूल हो क्या यो है। मेन मूल भनेको बागमती खोलाको मेन मूल भनेको बागद्वार, सेकेन्ड मूल भनेको यो है। अब यो ओख्रेनी चिसापानी जाने बाटो है। यहाँबाट अलिकति माथि गएपछि मेन रोड आइपुग्छ होइन। गाडीबाट चाहिँ माथि दो बाटोबाट चाहिँ सिधै लेफ्टबाट चाहिँ होइन, अलिकति माथि चढेपछि त्यहाँ आर्मी ब्यारिक चेक आउँछ। त्यो चेकबाट चाहिँ सरेर माथि गएपछि यो बाटोमा आइपुग्छ, गाडीको बाटो। तपाईँ सवारी साधन लिएर आउनुहुन्छ भने यहाँ माथिसम्म आएर यहाँबाट चाहिँ भर्याङ छ, भर्याङबाट तल आएर यहाँ सुन्दरमाई दर्शन गरेर माथि जानु सक्नुहुन्छ साथीहरू है। यहाँको दृश्य यही हो, सुन्दरमाईको दृश्य एकदमै मनोरञ्जन ठाउँ छ। अब हाइकिङ गरेर चाहिँ आउनु नसक्ने साथीभाइ दिदीबहिनीहरूलाई चाहिँ माथिबाट गाडीको बाटो आएर यहाँबाट होइन, यहाँबाट चाहिँ अलिकति सिधै तल झरेर आएपछि यहाँ सुन्दरमाई दर्शन गरेर जानु सक्नुहुन्छ साथीहरू है। यहाँको ल हेर्नुहोस् पानीको बाप है, यत्रो खोला बगिरहेको छ माथिबाट। यहाँ ल यति सानोमा र तल झर्छ। ल हेर्नुहोस् यति सानोमा तल झर्छ है। ल यति सानो छ, यहाँबाट तल झर्छ। ल यति सानो है,
खोज छ क्या खोज तल झर्छ क्या ल अब आउँदै परिवारहरू धेरै भेट्यो बाटोमा पनि है यता चाहिँ नुहाइधुवाइ भइरहेछ पौडी खेलिरहेछ जलपानी लिएर है यहाँ नुहाइधुवाइ गरेर डुबुकी हानेर यहाँ आएर यो सुन्दर माई यहाँ दर्शन गरेर यहाँ जल चढाएर अनि पशुपतितिर लाग्छ है सुन्दरको सुन्दर जल लिएर पशुपतितर्फ लाग्छ यहाँ आउँदा अनि मेरो विष्णु भाइ भेटेछ विष्णु के छ हालखबर म त भिडियो बनाउँदै रमाउँदै कति बेर भयो आएको को छ यहाँ पुजारी हो र ओहो ल बढाइछ ल अब कृष्ण भाइ आजको विशेष पुजारी कहिलेदेखि पहिले त अर्कै थियो त एउटा अर्कै दाइ हुन्थ्यो मसँग उहाँसँग गफ गर्दा 1-2 घन्टा गफ गरेर गएको थिएँ अलि पुरो टाइपको अलि हल्के छ ए यो सम महिना भयो कि सधैँलाई बस्ने सधैँलाई ए राम्रो गरेर बुझ्नु यहाँ अब यहाँ चाहिँ मेरो भिडियो हेर होइन सबै थाहा पाउँछ है मैले भनिदिएको छु तिमीले भन्नुपर्छ छैन अब मैले चाहिँ यहाँको मनोरञ्जन दृश्यहरू चाहिँ के छ के कस्तो भइरहेको छ सबै भिडियो क्याच गरेर आएको क्या ल अब यो यहाँको दृश्य भनेको यही नै हो म यहाँ पूजा गरेर यसो मन्दिर ढोगेर अनि घरतिर लाग्छु होला पानीको बाप सुन्दर माई मन्दिरको छेउमा योभन्दा पनि ठुलो बाप आउँथ्यो अरे यहाँसम्म पानी बगेर मन्दिरतर्फसम्म पानी आउँछ भन्ने भन्थ्यो यहाँ तर खासै धेर ठुलो त आएको यो पनि ठुलै हो है यहाँ पुरै पानीको यत्रो ठुलो माथि पानी ठुलो बाप थियो भने माथिबाट यहाँ ठुलो कोचबाट पानी छिरेर यहाँ निस्किँदो रहेछ है पुरै खोजेर चाहिँ सिमी सुन्दरचल भनेको एउटा डेन्जर ठुलो बागमती खोला हो यो है एकदमै डेन्जर खोला हो अब यो राखेको बारहरू चाहिँ यहाँ नजानु भने चाहिँ यहाँ बार छिटिया छ यहाँ छिट्टै लडेपछि मान्छे भेट्ने चान्सै छैन है साथीहरू दुईवटा यहाँ माथि सुन्दरजल खोलाबाट पनि अब माथिबाट पनि आइरहेछ यहाँ दुईवटा खोला निस्किन्छ रहेछ यहाँ ओखरानीबाट पनि तल झर्किरहेछ ओखरानीको माथिबाट चाहिँ जङ्गलको तर्फबाट बग्दै यहाँ आइपुग्दो रहेछ ल यहाँको चाहिँ जति भिडियो बनाए पनि नपुग्ने स्थल हो क्या यो ल पानीको बाप है ल यस्तो डेन्जर छ अब यहाँ बोलबमको भक्तजनहरूलाई चाहिँ यहाँ पुरै पानी खोलामा डुबुकी हानेर यहाँको जल लिएर गएर बस्तुरीमा चढाएर अरू कुनै शिवजीको मन्दिर भएको ठाउँमा चढाएर अनि घरतर्फ लाग्छ है यहाँको भक्तजनहरूको बोलबमको विशेष कार्यक्रमहरू यहीँबाट सुरु हुन्छ यहाँको जल लगेर अनि मात्र पूजा सुरु हुन्छ अब म चाहिँ पारी आइपुग्यो होइन पारी भनेको यो फलामे पुल देख्नु भएको छ नि
यो फलामे पुल कटेर म पारी आइपुग्यो होइन। यो पारी आउँदाखेरि चाहिँ यहाँबाट अलिकति माथि गएपछि ठुलो बाटो देखिन्छ। त्यो पनि निकुञ्ज भित्र नै हो। यो पनि यहाँ गाडीको बाटो छ। त्यो गाडीको बाटोबाट चाहिँ यहाँबाट चाहिँ अब हिँड्न नसक्ने साथीभाइहरूलाई अब यहाँबाट नआइकन गाडीको बाटोबाट यहाँ आएर यहाँ सुन्दरमाई पूजा गरेर फर्किने मिल्दो रहेछ। यहाँबाट धेरै छैन। अब यो सिधी छ होइन, यही माथि नै हो होइन, धेरै माथि छैन यो। यहाँबाटै मतलब 20 सेकेन्डमै तल झर्न सकिन्छ। एक तल भइहाल्यो। त्यहाँबाट गाडीको बाटोबाट आएर यहाँ दर्शन गरेर तपाईँहरू अब माथि धापड्याम चिसापानी होइन, अब बागद्वार जानलाई चाहिँ गाडीको बाटो चाहिँ माथिबाट है साथीहरू। मन्दिर तल भइहाल्यो होइन, मन्दिर तल छ। यहाँ पुरै खोला बगिरहेछ। खोलाको माथि फलामे पुल माथि म हुँदैछु। भक्तजनहरू, नेपाली भक्तजनहरू र हाम्रो विदेशी भक्तजनहरू पनि आएको हुन्छ। बलबम आमा, हाम्रो आमाको भिडियो बनाइदिऊ न। कहाँबाट आउनुभयो? धादिङबाट। ओहो, धादिङबाट सिधै के गाडीबाट आयो कि रिजर्भमा आउनुभयो? ल, यहाँसम्म आउँदा कतिको रमाइलो भयो? रमाइलो छ है। ल, हाम्रो आमा दिदीबहिनीहरूको चाहिँ यसो भिडियो बनाइदिएँ। धादिङबाट आउनुभएको अरे, बोलबम कार्यक्रममा मेला लागिरहेछ। ल, हाम्रो आमाहरूको चाहिँ भिडियो, दिदीबहिनीको भिडियो बनाइदिउँ सानो जल लिएर। अब यो जल लिएर कहाँ पुग्नुहुन्छ? पशुपति जानु, पशुपति पुग्नै पऱ्यो नि है। ल, जय पशुपति नाटकी जय। त्यति त हुनै पऱ्यो नि। मेरो यही सुन्दर जल नै हो, सुन्दर जल हो। यसो चाहिँ भिडियो बनाइदिएको। तपाईँको भिडियो चाहिँ युट्युब च्यानलमा हेर्नु होला। मेरो युट्युब च्यानल चाहिँ किरण साई सर्च गर्नुहोस्, आइहाल्छ है। हजुर, हस् हेर्नुहोस् मजाले। टिभी हजुर गाउनु ल। ल, यसो रमाइलो त हो नि। यस्तो भक्त पानी मिठो सुन्दरी जलको रातो सलको आइरहन्छ जलको। पानी मिठो सुन्दरी जलको रातो सलको आइरहन्छ आहा, कति रमाइलो। नाचौँ ल। आउ न ल, गीत गाउँदै गाना गाउँदै भक्तजन त्यो गाना गाउँदै आउने रमाउँदै है। हाम्रो दिदीबहिनीहरूलाई आमाहरूले एक लाइक त हुनै पऱ्यो नि। जानु हिँड्दै जानु म भिडियो बनाउनु जानु, पछाडि गएर जानु। हाम्रो भक्तजन गीत गाउँदै हाम्रो आमा तथा दिदीबहिनीहरू रमाउँदै हिँडेको छ। बोलबमको कार्यक्रममा चाहिँ यो शामको 1 गतेदेखि शामको मसान्तसम्म होइन। अब
साउनको भित्र 5 र सोमबार पऱ्यो भने साउनको भित्रै सकिन्छ। साउनको सोमबार चाहिँ 4 पऱ्यो भने भदौसम्म साउनको भदौसम्म मेला लाग्छ यहाँ। सालको बालालीमा झुलेको छैन माया म त्यसै झुलेको। रमाउँदै यहाँ छ बाटो यही हो है।